to my YouTube channel again. I hope तपाईहरु सन्चै हुनुहुन्छ म पनि एकदम सन्चै छु सो टाइटल र थम्बनेल हेरेर चाहिँ थाहा पाइसक्नु भयो होला अल्सो मेरो ब्याकग्राउन्ड देखेर थाहा पाइसक्नु भयो होला हामी कहाँ छौं भनेर सो आर रेडी टु सी गाइज हामी चाहिँ यहाँ बुद्ध के भन्छ कालाबान समथिङ के भन्दो रहेछ हो त्यहाँ आछौँ है साथीहरु हामी चाहिँ अहिले यहाँको भ्यू हेर्दै छौँ अहिले बाटोमा चाहिँ खिचिन सिधै यहाँ आएर इन्ट्रो हान्दै मेरो भाइको काम गर्ने ठाउँ अहिले त्यहाँ गएर लस्सी खानुपर्छ फेरि के हेर न हौ यो अझै दाइ त के साह्रो दिदीले खानु पर्यो नि त सोह्र भन् त लु हामी खान्छौँ नि सो यो अहिले म देखाउँछु है साथीहरू सबै अहिले त्यहाँ भ्यू छ यहाँ गर्मी भएर हामी यस्तो शीतल खाना आएको See you. Let's enjoy the view. हामी अब मुनि जाने यहाँ लास्टै आम्बो सारा मिस्टी शीतल आयो फेरि हामी है बसिदिन्छु सब देखिन्छ हाम्रो पोखराहरू यो बताऊ हामी अनि यो बाटो भनेको त्यहाँ गेट रहेछ अनि फेरि वेलकम गर्नु मलाई
Welcome to Pokhara Height Resort Guide. यो न्यूली बनेको हो एकदम ओके अनि यसो घुम्ने अनि जाने घुम्न मात्रै आएको अब दुईटा भाइ सोल्टीहरू छन् के मलाई के पैसा लाग्छ र फ्रीमा यो अगाडि रिसेप्सन एन्ट्री उसहरू गयो मान्छेहरू यहाँबाट त दामी भ्यू देखिन्छ कस्तो रहेछ यस दही अनि पिएर त लैजा म भिडियोमा यहाँ भाइले मलाई लस्सी खिलाउँछ भन्दै भिडियो गर्दै भयो के नि खाना भयो कसलाई खानिदिन्छ र बिहार पिङ त माथि हो क्या है सब पोखरा भ्याली दिन्छ नाइटबाट जाँदा दामी देखिन्छ त्यहाँ पुम्लीगढ हामी भर्खरै त्यहाँ गएर आएको खासै केही लागेन अमृत गुरुङको घर कुन कुन यो साइडको नेपथ्य गुरुङको घर हो यो गुरुङ होइन ए अमृत गुरुङ नेपथ्य जे भयो नि यी एरिया देख्नुभएको छ होला एरिया सौरवानिसको ठाउँ कस्तो बेजे त हिजो मैले सम्राटको भ्लग हेरेर है अनि आमाले कालोबाङ गहा भन्नुभएको थियो अनि पक्कै नै यिनीहरूलाई देखेँ होला भनेर हेरेको त नभन्दा तिमीहरू दुईजना देखा रहेछ कि एडवानको चाहिँ मुनि देखेको थिएँ धन्यवाद म खान्न तिर्नु पर्छ यतिको सर्भिस चाहिँ हुनुपर्छ है दिदी दिदी भएन मेन्यु इज हियर पोखरा हाइट रेजोर्ट reasonable price you can visit here मैले छुट्टी आउनु मलाई सुत्ने हो घर जाँदै छुट्टी भएर जस्तो लाग्छ कति दिन भोलि एक दिन मात्रै होइन पर्सि जान्छु कि म दुई तिन दिन पर्सि जान्छु रे पछि अब सुन दाइले 2 हप्तापछि डाक्टरले बोलाएको हैन पर्सि त मेरो नि रहेछ दाम त कोलमा जाने म जान्दिन म यही बस्छु नि त यो भरेको दानेर यही सुतेर बस्छु नि
पार्टी सार्टीहरू गर्दाखेरि यहाँ बनाएर दिन्छ यिनीहरूले है। यति नो भेजिट लस्सी खाइन्छ अब। हिजो सम्राटहरूले नि हाती गयो। अब खाइन्छ नि दिन्छ। के ल्याइदिनु भयो भन्दा केही नि पर्दैन भन्छ अरे। अब हामी रुम एक्सप्लोर गर्न जाँदैछौँ साथीहरू। रुम नम्बर 101। Hi, thank you for your service. Wow, nice room. Huh? Cool. AC. यहाँ यो धन्देमा गएको भए हाम्रो सिधै यहाँबाट सुन्दर भ्यू दिन सक्नुहुन्छ। ल भाइ बन्द। नेक्स्ट रूम टोयलेट बाथरूम। यो र यो भिआइपी के हो भाइ तिम्रो यो कार्पेट राख्ने तरिका यस्तै हो? बनाउँदै थिए कि अलि भएन। प्रत्येक रुममा एसी देख्न सक्नुहुन्छ। प्रत्येक रुमबाट भ्यू पनि देख्न सक्नुहुन्छ। भ्यूको नो कमी। बाघ नि देखिन्छ। पर्यायमा बाघ पनि देखिन्छ। यहीँ आउँछ भनेर भन्न मिल्दैन है साथीहरू। मिलाउँदै रहेछ यहाँ बेडहरू अहिले चाहिँ। पछि बस्न आम्ला फेरि तिमीहरूको रुम कता हुन्छ होला? भयो अब यति नै टुर गरौँ क्या, अरूतिर नजाऊँ क्या है। आउनु होला साथीहरू मिलाएर। नमस्ते नमस्ते नमस्ते। लु अब जाम। कोही ब्याकार हो ए होइन हामी अघि हामी माथिबाट चढेको अहिले मुनिबाट झऱ्यौँ। यो नेक्स्ट बिल्डिङ माथि यहाँबाट माथि पिङहरू पनि छ। पिङ खेल्न सक्नुहुन्छ। सो गाइज अब हामी घर जान्छौँ यति। अब बाई भाइ मेरो भाइ मिठो लस्सी खुलाइदिएकोमा धेरै धेरै धन्यवाद। ल खोल अनिस ल गयो भन्दै बस है। बाई 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 साथीहरू गएको। यति नै हो। अरू त बिल्डिङहरू हामीले चाहेनौँ। पनि जानुपर्ने हुन्छ किनभने अब पानी पर्ने बेला भयो। इट्स अलमोस्ट 3:15
अब हामी घर लागेको उनीहरू त के भन्छ अरे यति एउटा ट्याक्स गरेर घुमाउँदै रहेछ असै मजा लागेन मलाई गयो सर बाई ल यो नेपथ्य बाजेको घर रे पहन ल बाई बाई साथीहरू अनिसा गयो भन्दै काम गर्दै रहेछ पावर पोइन्ट बाई बाटो चाहिँ मलाई खासै गतिलो लागेन है अब अरूलाई त ठिकै लाग्न सक्छ मलाई चाहिँ मन पर्दैन कि फेरि यस्तो यस्तै छ है साथीहरू बाटो चाहिँ मिलाएर तर यहीँबाट यहाँको नै गाडी छ कि गाडीलाई बोलाउनु भयो भने गाडी लिएर आउँछ हजुरहरूलाई लिनलाई पिकअप गर्नलाई यस हाम्रो वाइट गुम्बा स्तूपा भिड हेर्नु साथीहरू ढाड आउँदा नि यस्तै नि होइन नि यस्तै आमा पिलिग्रिमेजहरूको भिड पंखा nilap Jamani
don't like. ये खराब दिमाग खराब भयो नि साथीहरु जुसै ठिकै भुलेर बसे नि यहाँ कोही उसले रिकमेन्ड गरेको खाना मिठो छैन भनेर के हाल्छ मिठो लानु भन्थे मैले छिटो खाउँ जाम अहिले पोखराको भाइरल प्लेस ऊ त्यो ल्याभेन्डर कलर छ नि हो यहाँ मान्छेहरू यहाँ टाका प्याक हुन्छ भिडियो खेल्नलाई पोखराको जे पनि ठाउँ भाइरलै हुन्छ किनभने हाम्रो पोखरा भनेको नेचुरल ब्युटीले भरिपूर्ण छ गाइस घुम्न आउनु होला आज बोटिङ गर्ने डेन्जर धेरै रहेछ चेकिङ पर्यो साथीहरु सबै हाम्रो प्याराग्लाइडिङ स्पट साथीहरु आजकल चाहिँ फेरि यही हुँदो रहेछ है ल्यान्डिङ चाहिँ फर योर इन्फर्मेसन पुरानो प्याराग्लाइडिङ बन्द भएछ किनभने त्यो के रे प्लेनहरु उडेन नि त अनि यहाँ चाहिँ प्लेनहरु उड्छ भनेर ब्यान्ड गरेको थियो अहिले फेरि पुरानै स्पटमा ल्यान्डिङ हुँदैछ आजकल यहाँ डेन्जर भिड हुन्छ बिहान आउँदाखेरि कति भिड पो थियो तिलापिया हट्यो फिस एन्ड ए हेरी अब हाम्रो फेमस प्लेस फेरि आउँदैछ यहाँ के भन्छ यसलाई यार अब यति मान्छेहरू आएर फोटो खिच्दैन गट्ठै आफ्नै गाउँ फर्किआए साथीहरू जता गयो नि आफ्नै गाउँ आउनु पर्ने रहेछ बाबाको ढाबा साथीहरू आजलाई यति नै भिडियो अन्त्यसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद